होइन भिडियो रेकर्ड हुन दिन हामी चाहिँ हामी टक्क अमेरिकामा बनाएको कपीहरू अन गरेर खास यो स्ट्यान्डहरू सब चेकको लागि मात्रै बनाएको भिडियो क्या यो चाहिँ। अब अर्डर चाहिँ अमेरिकानो बनाएर हाम्रो फेरि मेसिन चाहिँ यस्तो छड्के छ, सिधा चाहिँ छैन। मेसिन छड्के भएको कारणले गर्दाखेरि चाहिँ अलिक अप्ठ्यारो छ। यो बनाउने मान्छेले बारको यो एरियालाई अलिक धेरै कमन सेन्स इज धेरै राम्रो खालको ननसेन्स भएर चाहिँ बारलाई अलिकति यस्तो आडे नपाडे बनाएको छ, अलिक बढी हाइटमा बनाएको छ। क्याफेको बार स्ट्यान्डर्डसँग चाहिँ मिलेको छैन स्ट्यान्डर्ड। यो चाहिँ बियर बारहरूसँग रेस्टुरेन्टहरूसँग चाहिँ मिलेको स्ट्यान्डर्ड छ बारको चाहिँ। अनि अमेरिकानो रेडी भयो, अमेरिकानो पिकअप गरिदिनु। अनि मेसिन चाहिँ अलिक छड्के छ क्या। तपाईँहरूको साथीहरू को बारिस्ता हुनुहुन्छ होइन, मलाई खासै बोल्न चाहिँ आउँदैन। कसले क्याफेमा अहिले जब गरिराख्नु भएको छ बारिस्ताहरू को हुनुहुन्छ, त्यसमा चाहिँ बारको स्ट्यान्डर्ड कस्तो छ, हाइट कस्तो छ, मेसिन राखेको स्ट्यान्डर्डहरू कस्तो छ चाहिँ भनिदिनु होला। अनि यो चाहिँ जस्ट चेक भिडियो मात्रै हो। यसपछि के कस्तो भिडियो हाल्ने भनेर हजुरहरूले कमेन्ट गर्नु होला। मैले किनभने कहिलेकाहीँ रिल्सहरू हालिरहेको हुन्छु यस्तै गीतसितमा होइन, यताउति। तपाईँहरूलाई कस्तो भिडियो चाहिएको छ, तपाईँहरूको रेकमेन्ड अनुसार म चाहिँ भिडियो बनाउँछु। अनि मेरो एउटा बानी चाहिँ के छ भन्दाखेरि अर्डर हालिसकेपछि टक्क मेसिन चाहिँ क्लिन गरेर मेसिन एकदम क्लिन, बाहिर एरिया चाहिँ एकदम क्लिन राख्नुपर्छ। म होस् चाहे मेरो कोवर्कर होस्, मेरो जुनियरहरू होस्, तिनीहरूलाई पनि भनिरहेको हुन्छु बारिस्ता भइसकेपछि चाहिँ एकदम बार एरिया चाहिँ क्लिन राख्नु भनेर। हस्, धन्यवाद। कस्तो भिडियो चाहियो कमेन्ट गर्नु होला।